वाउ कति क्यूट छ यार। यसरी के हेरे स्कुलको फेसन सो होइन। सर अब ड्रेसमा नै मोडेल जस्तो लागिरहेछ भने हाम्रो के गल्ती? अनुसा जाऊ तिमी लक्की र छल भएको बेन्चको साइडमा बस। तिमीले टेन्सन लिनु पर्दैन, तिनीहरू एकदम रिस्पेक्टफुल र इन्टेलिजेन्ट छन्। ब्रो रिस्पेक्टफुल र इन्टेलिजेन्ट, अब त केटीको लागि भए पनि एक्टिङ त गर्नै पर्यो। भाग मुजी एक्टिङ गर्ने कुरा गरिरहेछ, चुप लागेर बस। ब्रो यसलाई देखेर त म्याथ नि रोमान्टिक लागिरहेछ। हो भाइ तँलाई त 90 डिग्रीको एङ्गल भन्दा नि यो एङ्गल खतरा लागिरह होला। ओइ छल त खाजा खान्छस् कि त्यो नयाँ केटीलाई सोचेर नै पेट भर्छस्? अबे चुप, त्यो त रिस्पेक्ट हो रिस्पेक्ट। चुप मुजी रिस्पेक्ट रे। त्यसले हेर्दा त तेरो हावा टाइट भइरहेको थियो। के गर्नु यार, त्यो क्युट नै यति छ, त्यही माथि सल्युसन मेरै साइडमा बसाइदिनु पर्ने। ओहो तँलाई त लभ एट फर्स्ट साइट भयो कि के हो? अब त राति म्याथको फर्मुला याद गर्दा नि त्यो केटीको नाम नै याद आउलो। चुप मुजी आफ्नो काम गर। यो सालाले होमवर्क गरे कि नै कफी चेक गर्नु पर्यो। यो के हो? डियर अनुसा, यदि तिम्रो आँखा इक्जाम हुन्थ्यो भने मेरो त फुल मार्क आउँथ्यो। ओइ लभ लेटर। ओइ छोड, त्यो मेरो नोट्स हो पोएट्री प्राइटिसको लागि। पोएट्री प्राइटिस? म त यहाँ क्रस सर्टिफाइड लभर बाईको लभ स्क्रिप्ट खोजिरहेको थिएँ। ब्रो उसको बर्थडे आइरहेको छ, त्यसलाई गिफ्ट दिनुपर्छ यो लभ लेटर। बर्थडे? तँलाई कसरी थाहा भयो? अघि सरले रजिस्टर क्लासमा नै छोडेर गएको थिएँ, मैले लुकी लुकी चेक गरेँ। अनि त्यो नि आफ्नो साथीहरूसँग कुरा गरिरहेको थिएँ, त्यसको बाउ काठमाडौँदेखि आउँदैछ र त्यसलाई गिफ्ट दिनको लागि। ब्रो मुजी त FBI भन्दा नि जेनिस छ त। मुजी यति मेहनत पढाइमा गर्दा भए टपर हुन्थिस्, टपर। ब्रो इक्जाममा टप नगरे नि यो लभमा त टप गर्ने विचार छ क्या। आई लभ यू भने अनि चुप्प है।